तपाईँ हो र CR7 मेरो चाहिँ हो र स्पोर्ट्स छ मेरो टिम हो हैन। अहिले फ्रान्समा खेलिरहेको भोलि फाइनल छ। यसको लागि हामीले अहिलेसम्म गभर्नमेन्टलाई ल गेम यो गरिदियो त्यो गरिदियो हामीलाई के आश पनि छैन। हामीले उल्टै अस्ति लास्ट टाइम वर्ल्ड कपबाट हामीले 1,78,00,000 कति लिएर आएको थियौँ। 25% हामीले गभर्नमेन्टलाई दियौँ पनि। तर हाम्रो कुरा चाहिँ के छ, यो 25% हामीले जुन जित्दैछौँ नि दिएको छौँ नि त्यहाँबाट कमसेकम स्पोर्ट्समा इन्भेस्ट गर्दैछ न त गभर्नमेन्टले पनि, के न के त गर्दैछ। तपाईँले भनेको एकदमै सही। तपाईँ आफ्नो प्राइभेट तरिकाले जाँदै हुन्छ, आफ्नो प्राइभेट खर्च गर्नुहुन्छ, भेरी हाइली अप्रिसिएटेड। तर कहिलेकाहीँ कुनै गेमहरू चाहिँ अफिसियल थ्रु जानुपर्ने हुन्छ होइन। त्यसमा तपाईँहरूसँग कोअपरेसनै भएन कि तपाईँलाई चिनेन हामीले यी दुईजनालाई चिने, दुईजनालाई फोन गरेँ होइन, नाम दियो भन्दाखेरि दिएन यस्तो भन्दैछु। त्यहाँ नाम लिस्ट चाहिँ तपाईँको जो कहिले पनि यताले पनि यतातिर कहिले पनि नाम लिस्ट खेलाडीको नाम त उनीहरूलाई पनि थाहा होला नि त। खेलाडी त आकाशबाट आयो होइन होला। उनीहरूले उहाँहरूको सबैको नाम 100-200जनाको नाम पनि लङ लिस्टमा दिएको त्यो पनि गरे हामीले लास्ट दिनसम्म पनि ई स्पोर्ट्सको लागि एलोकेट गरेर राखेको थियो। आउनुहोस् न मिलेर आउँदै आउनुहुन्न, नामै पठाउनुहुन्न। उहाँहरूलाई एउटा के भइरहेछ भने तपाईँहरू चाहिँदैन, हामी सिधै इन्टरनेसनल ओलम्पिक कमिटीसँग कुरा गर्छौँ, उहाँहरू त्यही मार्फत उहाँहरू पठाउँछौँ भन्ने उहाँहरूको एक्सपेक्टेसन त्यो थियो। तर त्यो भएन होइन, डेडलाइन मिस भयो। डेडलाइन मिस भइसकेपछि बल्ल उहाँले हामीलाई कन्ट्याक्ट गर्नुभयो नसकिने रहेछ भनिसकेपछि। हामी आफै जान्छौँ त तपाईँहरू चाहिँदैन खालको एटिट्युड थियो। पछि केही नभइसकेपछि बल्ल उहाँहरूले अनि डेडलाइन मिस भइसकेपछि हामीसँग आउनुभयो। तर अब कुरा के हो भन्दा त्यो अफिलिएसनको जुन प्राइभेट इन्टिटीसँग छ त्यो हाम्रो सरकारी इन्टिटीमा ल्याउन सकिन्छ कि सकिँदैन? हामीलाई यो संस्था त्यो ठुलो कुरा होइन होइन। सो उहाँहरूले भन्नुभएको जसरी यत्रो मेहनत गरेर उहाँले प्र्याक्टिस गर्नुभयो, यत्रो मेहनत गर्नुभयो, क्वालिफाई भएर आउनुभयो, खेल्न जानु भनेछ न, ठुलो प्रब्लम त त्यो होइन। यो कुन सङ्घ कुन संस्थाले के गर्यो त्यो गर्यो त्यो सेकेन्डरी कुरा हो। सरहरूले भनेको जसरी नै हामीलाई ठ्याक्क 15 जुलाई डेडलाइन थियो उनीहरूले त्यो खेलाडीहरूको सूची पठाउने। अब कस्तो छ भने राष्ट्रिय खेलकुद परिषदले सङ्घ बिना हामीले सिधै उसलाई नाम लिस्ट पठाउन मिल्दैन, उनीहरूले रेकग्नाइजै गर्दैन, सङ्घबाटै आउनुपर्छ। उहाँहरूले सरहरूले राखिसक्नुभयो। हामीले लास्ट दिनसम्म पनि ई स्पोर्ट्सको लागि एलोकेट गरेर राखेको थियो होइन। 12लाई पछि 14 बना जस्तो लाग्छ। सुरुमा 12वटा खेलाडीको लागि राखेको थियो, पछि खेलाडीको 12बाट 2टा बढाएर 14सम्म लास्टसम्म राखेको हो। नाम आउने बित्तिकै पठाउनको लागि हामी हाम्रो साइडबाट फुल्ली रेडी थियौँ। अब उहाँहरूको रुल अनुसारै सङ्घले आएको नाम मात्र हामीले सङ्घले पठाउनुपर्छ। हामीले एलोकेट गरेर राखेका छौँ, सङ्घले पठाउँछ भने सबै कुरा राखेका छौँ। फेरि मैले सोधैछु किनभने ई स्पोर्ट्समा मेडल ल्याउने चान्सेस एकदमै हाई छ भन्ने कुरा त हामीले सबैले रेकग्नाइज गरेको कुरा हो। नाम नआएसम्म मैले हाम्रो परिषदको साथीहरूलाई पनि सोधैछु के भइरहेछ भने